हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। सो गाइस, आज चाहिँ म फेरि माइनक्राफ्ट खेल्दैछु गाइस। आजको यो माइनक्राफ्टको भिडियोमा चाहिँ गाइस म मोडर्न हाउसको पार्ट 1 बनाउँदैछु है गाइस। ल गाइस, अब चाहिँ म प्लेन ल्यान्ड खोज्दैछु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब गरेर जानु होला है। ल, प्लेन ल्यान्ड छैन, कस्तो ठाउँमा स्पन भएको हौ म। गाइज, आजको यो भिडियो चाहिँ निकै रमाइलो रहेको छ गाइज। एन्डसम्म हेर्नु, तपाईँले सरप्राइज पाउनुहुनेछ। सो गाइज, अब चाहिँ म प्लेन ल्यान्ड खोजिसकेको छु। यो ल्यान्डलाई चाहिँ म प्लेन त छैन अब, तर मैले नै प्लेन गर्नुपर्छ। र म छिटो गरेर तपाईँहरूलाई बिल्डको प्रोसेस देखाउँछु है। ल, अब चाहिँ म बिल्ड गर्न लागेको छु। सो गाइज, सबैभन्दा पहिला चाहिँ हामीले लाइट ग्रे कङ्क्रिटको बेस बनाउनु पर्छ। लाइट ग्रे कङ्क्रिटको बेस बनाउनु है। तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। एकदमै इजी छ, आधी घन्टा 45 मिनटमा बनिसक्छ। त्यही पनि मैले आज पार्ट 1 मात्र राखेको, किनकि मेरो यहाँ लाइन छैन। त्यही भएर म छिटो बेस बनाएर तपाईँहरूसँग भेट्छु है त। ल गाइज, सिएसकेले ब्याक टु ब्याक 2वटा म्याच जित्यो। गाइज, मैले 2 दिनदेखि भिडियो हालेको थिइनँ, त्यही भएर तपाईँहरूलाई ह्याप्पी न्यू इयर। गाइज, बेस चाहिँ यस्तो बनाउनु है, बेस यस्तो हुनुपर्छ। अब गाइज, यहाँ चाहिँ पिलर उठाउनु पर्छ। टोटल पिलर चाहिँ हामीले 8वटा कुनामा 8वटा पिलर उठाउनु पर्छ है। ल, पिलर चाहिँ फेरि हामीले क्वाड्राइज पिलर है, अरू कुनै मिल्दैन। अरू पनि मिल्छ मिल्न त, तर क्वाड्राइज पिलरमा राम्रो देखिन्छ के गाइज। ल, पिलर उठाउने। अब छत पिलर उठाउनुपर्छ। ल, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक सब्सक्राइब अनि सेयर गर्नु। हामीले पिलर चाहिँ टोटल 6 ब्लकको उठाउनुपर्छ, अनि राम्रो हुन्छ। अनि टोटल पिलर चाहिँ 8वटा है गाइज। 8वटा पिलर काउन्ट गर्न सक्नुहुन्छ। 1 2 2 3 4 5 6 7 8 है त। 8वटा पिलर भन्दा एउटा पनि कम हुनु हुँदैन। मोडर्न हाउस बनाउने टेक्निक नै यही हो गाइस। बेस्ट अनि सबैभन्दा इजी टेक्निक हो है। अब फेरि हामी लाइट ग्रे कङ्क्रिट लिन्छौँ। लाइट ग्रे कङ्क्रिटकै वाल उठाउँदा राम्रो देखिन्छ है। त्यो बाहेक अरू कुनै नयुज गर्नु। मैले व्हाइट अनि लाइट ग्रेको कम्बिनेसन ट्राई गरेको थिएँ, तर कस्तो नराम्रो देखेको थियो है। त्यही भएर म फेरि त्यो गरेर फेरि त्यसलाई भत्काएर फेरि लाइट ग्रे कङ्क्रिट हालेको है। च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि मैले भने लाइक सब्सक्राइब अनि सेयर गर्नु होला गाइज। लास्टमा चाहिँ तपाईँहरूले सरप्राइज पाउनुहुनेछ है लास्टमा। त्यही भएर लास्टसम्म हेर्नु होला है। भनेको हो नि गाइज, लाइट ग्रे कङ्क्रिटकै वाल उठाउनुपर्छ कि राम्रो देखिँदैन। म चाहिँ छतको उत्यो लगाइरहेको छु अहिले, छतमा कभर गरिरहेको छु। यो चाहिँ पार्ट 1 हो गाइज। पार्ट 2मा चाहिँ पुरै देखाउँछु है म। ल, छिट्टो गाइज, म तपाईँहरूलाई छतको कलाई कभर गरेपछि फेरि भेट्छु है। एकछिन नबोलौँ गाइज। मैले चाहिँ छत कभर गरिसकेको छु भने यो कम्बिनेसन राम्रो देखेन, त्यही भएर म लाइट ग्रे नै युज गर्छु है। माइनक्राफ्ट पनि तपाईँहरूलाई कस्तो लाग्छ है गाइज, त्यो चाहिँ भन्नु होला। मलाई त राम्रै गेम लाग्छ माइनक्राफ्ट। मजा आउँछ है खेल्न माइनक्राफ्ट। यस्तै गरेर सबै गर्नु होला। म झ्यालको डिजाइन बनाउँदैछु अहिले। सुरुमा गाइज एउटा एल सेप बनाएर एल सेप बनाउनु है यसरी। यो पात किन आएको बिचमा, कस्तो छ्या, सबै मजा नै खराब गरिदियो। एल सेपको झ्याल है गाइज। एन्डसम्म हेर्नु, एन्डमा सरप्राइज पाउनुहुनेछ। वाच टिल द एन्ड। आजको भिडियो चाहिँ कस्तो लाग्यो त्यो पनि कमेन्ट गरिदिनु होला। यो चाहिँ अलिकति डिजाइनर स्टाइलिस झ्याल हो, त्यही भएर यस्तो
गाइज सरप्राइज यो हो कि म आफ्नो अर्को भिडियोमा एउटा नेपालको वान अफ द मोस्ट प्रसिद्ध धार्मिक स्थलको